Hey guys, welcome back to my new vlog. New vlog को सुरुवात भइरहेको छ कारबाट हैन अनि फाइनली म लिस्बन जाँदैछु अनि भाइ छ यतापट्टि चाहिँ हैन अनि पानी यस्तो बहिरहेको छैन के गाइस हेर्न सक्नुहुन्छ अब डेन्जर पानी बढिरहेको छ यो फेरि गाडीले लास्ट लेन गरे डेन्जर पानी बढिरहेको छ पुग्न लाग्यो अब हामी खासमा चाहिँ काले भन्दा लास्टै बोलाको बोलाइ एक दिनै बोलाए नि त बोलाउन पनि अनि सुतेको मान्छे 6 बजेदेखि कलमा बोलेको 2 घन्टा जति बोलेर बल्ल बल्ल अति नै गरेर अनि म अनुलाई भेट्न जाँदैछु उति आइसकेको अघि नै बिहानै 6-7 बजेतिर नि अनि भाइलाई लिएर हिँडेको हामी चाहिँ त्यही हो अनि अब के हुन्छ हेर्दै जाउँ बबाले होला पानीले चाहिँ कुट्दै आउने घर रुमबाट निस्किने बित्तिकै पानीले भिजेको फेरि अब भिजिन्छ जस्तो त्यही हो यतातिर यस्तो छ हामी अहिले अन्डरग्राउन्डभित्र छौँ है गाइज पुरै सोरुमभित्र अहिले यस्तो छ अन्धकार साथीहरू हामी चाहिँ आइसक्यो लिस्बन है हामी चाहिँ यहाँ भान्दालाई यहाँको भान्दा अनलाइनमा छन् कता छन् कतापट्टि आयो मैले उतापट्टिबाट हो कि हो यतापट्टि यहाँ त यहाँहरू है गाइजहरू यहाँहरू है त्यतिकै गर नकाट है वाट इज दिस के हो के मिलाउने यहाँ भ्लग हानिरहेको छु म ए काले भन्छ गोरा त खोइ आयो होला नि गोरा हालेर बिजोक छ यिनीको पोर्चुगलमा गाइस यिनको लागि भनेर यति दुःख गरेर आएको छु नि म ट्याक्कसँग यस्तो उहाँ पुलिस पनि छ यता लगाइयो पानी परिरहेको छ हामी हिँडेको छ काठमाडौँ रेस्टुरेन्ट हिँडेको मैले तिनी जे पाए बोलेर लाग्ने भयो भान्दा भिड यता डह्रो भिजिसक्यो यार गाई डह्रो भिजिसक्यो तलै बस्यो भने फेरि को यता माथि होइन होला यार भन्दा यार त्यत्रो माथि हो र भने हिँड यस्तो लिँदाएको म लगाएर हामी चाहिँ मस्त अहिले तपाईँ गाडी सब काटेर चाहिँ हामी फेरि रेस्टुरेन्ट जाँदैछौँ भान्दाको त्यो फाल्दाको डकुमेन्टहरू चाहिँ के हो त्यो के भन्दै के हो डह्रो लाइन बस्नु पर्ने रहेछ हामीले फर्क्यौँ अब हामी एकछिन बस्छौँ अनि फेरि हामी चाहिँ रुम जान्छौँ भान्दालाई छोडेर हामीलाई भरे 8-9 बजीतिर फर्किनु रुम चाहिँ त्यही हो गाई चाहिँ त अनि यतातिरको माहौल यस्तो छ है देख्न सक्नुहुन्छ भुइँ पनि देखाउ न पानी जमेको छ ल डह्रो भिज्यो नि अघि सरकारले डह्रो भिज्यो नि यार के हो गाई मेट्रो स्टेसन हाम्रो म्यानेजरको यहाँ फेयरवेल भइँदैछ हाम्रो दाइ आउँदा छ यो दाइको मोबाइलबाट गर्दैछु मैले छुट्याएको छु कि मोबाइल ल्याउने अनि यहाँ हान्दैछ हेलो दाइ के छ दाइ वेलकम छ दाइ हाम्रो मेन सेफ दाइ है सुशी सेफ दाइ हजुरको नाम भन्दैन दाइ टाटो देखाउनु न दाइ टाटो देखाउनु न टाटो देखाउनु न सेक्सी देखिन्छ बबाल छ दाइ दाइ हजुरको नाम भन्दैन दाइ कस्तो लाग्यो काम सकेर हामी म्यानेजरलाई बिदाई गर्न लागेको त्यही हो त्यहाँ हाम्रो दाइहरू हुनुहुन्छ है सब यहाँ काम गर्नुभयो सबै त्यो चाहिँ होइन क्यासियरको बुढो हो यो चाहिँ ल दामीसँग बनाइदिनु पर्यो नि त आऊ हाम्रो सरोज ल वा ऊ म्यानेजर चाहिँ त्यही हो लीको वाइफ बुढी है ए दाइहरू हुनुहुन्छ दामीसँगले ल बोस यता बोस हो गान्डे बोस गान्डे बोस है गान्डे बोस गर्मी भयो यार मलाई त ओके बर्थडे दिइरहेको छ बर्थडे होइन गाइस फेरि पहिलो
गाइस भोलि चाहिँ फेरि छुट्टी छ हाम्रो भोलि आज त जति नै ड्रिङ्क्स गरेर नि मतलब हुन्छ भोलि सुत्दिन्छ लुगा लाएर झ्याप हेलो गाइज हाउ आर यु ढाका टोपी दामी दामी हाम्रो दाइले दिँदैन त कोही जोन्दाले हान्थ्यो It's been almost 2 weeks that I have started working, but you guys are, we're working. Yeah, big family. Yeah, we're a big family. So for me, it's very, honored to work with you. I'm very glad, and you are the best guy. Well, it's okay. I hope in future you will get, In future, if I come back again. So best of luck for your future. Okay. For your family also. Thank you. You can translate with Patron doesn't know. 他有2个礼拜了，这个在这边过得很开心的，很开心的。So thank you. सबजना त्यो हुन्छ Thank you. Okay. दामीसँगले Yay! ल पात्रोले पाइन्छ 这个你那个我签不赢的，我签不赢的，我签不，你签，今天所有东西都你来。Who by this? You? No. Everybody. Oh, thank you. You better. Kesi छ open गरेर गयो भने हैन? कसी छ 几个人？随便签。 मामा त्यहाँ हुन्छ है बाबा अँ धेरै हो क्या युट्युबमा नलाग्यो कोपी गिलास हाम्रो चाची बोस हो चाची पनि 10% बोस हो हाम्रो चाची सकेपछि कोरोना अहिले रिसाउँछ फेरि यस्तो छ यहाँ हाम्रो रेस्टुरेन्ट त्यही हो सुसी हो वाक्सुकी सुसी केटा हो है यता कतै बोस हो मेन देख्दै छ हाम्रा मेन हाम्रो सुसी सेफ दाई हो उहाँ अनि किचनको दाई हो हाम्रो सेफ दाई हाम्रो ठुल दाई एकदम बेस्ट दाई यता भाइ छ यता जोन दाई पनि हुन्छ जोन दाईलाई रुगा लागिरहेको छ यहाँ यता लखर माखा बारेन कोरोना बिजोक छ दाइ 2 दिन सुतिसक्यो अब भोलि चाहिँ म पनि सुताइ होला जस्तो छ रुगा लाएर यस्तो रुगा लागेको छ गाइजहरू है लङ टाइम बस्नु भएको नि गरियो हाम्रो निशान सर यस्तो हेन्सम हुनुहुन्छ त हाम्रो हेलो भनिदिनु न सबजना बिरामी एक प्याक हान्नुभयो ठिक हुन्छ निशान सर ल यस्तो छ यहाँ हाम्रो उहाँ फिर्ता सेउदाइ उहाँ हुन्छ त्यहाँ उठ्छु हाँस्दैछन् पार्टनर हो हामी दुईजना पार्टनर गाइस यता सापाको दाइ हुनुहुन्छ र त्यस्तै हो हाम्रो सर यस्तो लोगोहरू राखेको छ यही हो दामी छ मामा हेलो भन्नु न अब कति हेर्छ दिएको बाबालाई चाची उही चाची फुट्छ न चाची कोरोना या सो गाइस अब निस्किन्छ हामी यसो के खान्छौँ भने हामी चट्टो निस्किनु पर्नुहुन्छ अनि त्यही हो यस्तै छ है भोलि त छुट्टी छ नि त रमाइलो हुन्छ त्यही हो के हो थ्याङ्क यू चाची थ्याङ्क यू सो मच गुल्लो छ यार खानै पर्यो अलिअलि त खाइदिनु केही हुन्न